So hello guys, welcome back to एउटा अर्को भिडियोमा हैन अनि सबैजनालाई के भन्छ भन्दाखेरि फर्निचर चाहिँ सबै अलाइन भइसक्यो त्यसपछि त्यो ऱ्याक जस्तो हुन्छ नि त्यो यसको नाम के हो थाहा भएन अनि यतातिर चाहिँ योवाला चाहिँ यहाँनिर यसरी ऱ्याक राख्नु नि भनेको थियो ऱ्याक राख्नु मिलेन सो अब यसको लागि अरू के डिसाइड हुँदैछ अब के हुन्छ ट्याक्सी थाहा भएन मलाई अनि त्यसपछि यो यस्तो बनाएको यहाँनिर सामान हुन्छ यहाँ पनि सामान भइरहेको छ यस्तै यस्तो बनायो अब समस्या चाहिँ यो परिरहेको छ अब के हुन्छ कति यो भोलिको साइडमा अब पेन्टमा चाहिँ अलिक पेन्ट त्यति धेरै राम्रो लागेन पेन्ट राम्रो लाएर नलाएर फरक परेन तर पेन्ट हाल्ने बित्तिकै हेर्नुहोस् यहाँ फेरि खुट्टा राख्ने ठाउँतिरबाट मान्छेले खुट्टाले टेकेर चाहिँ फोहोर बनाइदिइसक्यो क्या सो अनि त्यही हो अब यति नै भएको छ त्यसपछि अब मिररको यो लाइटनिङ हाल्ने भनेको थियो यो साइडबाट त्यो लाइटनिङ अब भोलि किनिन्छ होला अनि भोलि किनेर हाल्नुपर्छ है त सबैले सपोर्ट गर्नुपर्छ है भाइले सपोर्ट गर्नुपर्छ तपाईहरुले